हेलो गाइज वेलकम ब्याक टु माई भिडियो होइन मेरो नयाँ भिडियोमा स्वागत छ सम्पूर्ण क्रिकेट प्रेमीहरूलाई होइन जति पनि नेपाल क्रिकेटलाई मन पराउनुहुन्छ नेपाल क्रिकेटलाई फलो हुन्छ सबैलाई स्वागत छ मेरो एउटा भिडियोमा। आज नेपालले आफ्नो सिडब्ल्युसी लिगको सेकेन्ड म्याच पनि जितेर देखायो के, त्यो पनि नेदरल्यान्ड्सलाई के। भाइ हामीलाई फरक पर्दैन, बे हामीलाई फरक पर्दैन को टेबल टपमा छ, सेकेन्डमा छ, थर्डमा छ, हामीलाई फरक पर्दैन। नेपालले हराउनलाई कोसिस गर्यो भनेपछि नेपालको अगाडि जुनसुकै पनि टिम आएर आइजाओस् नेपाललाई जित्न सक्दैन नेपालले चाह्यो भने। तर फेरि हराउनमा यस्तो हो कि नेपाललाई आएर थाइल्यान्डले पनि हराएर गइदिन्छ। तर जित्नु पर्यो भनेपछि नेदरल्यान्ड्स के हो, साला पाकिस्तान के हो, श्रीलङ्का के हो, सबसँग भिडाइदियो। जित्नु पर्यो नेपालले, त्यो ठाउँबाट जितेर देखिन्छ कि। त्यस्तै भयो नेदरल्यान्ड्सको गेम। आज अलिकति कुरा गरिहालौँ गेममा होइन। अब फर्स्टमा आज नेदरल्यान्ड्सले ब्याटिङ गर्यो। बलिङमा हाम्रो केटाहरूको ओपिसन हेर त, पुरै हाम्रो मेन केटाहरू बलिङमा फर्ममा छन् के। करण केसीको कुरा गरिहाल, चाहे सोमपाल कामीको कुरा गरिहाल, चाहे के सन्दीपको हेर, सन्दीपलाई धेरै दिनसम्म फर्ममा आएन भनेर बहुत ऊ भइरहेको थियो। सन्दीपलाई हेरिहाल आज, चाहे ललित राजवंशीलाई आज खेलाको फाइदा भयो कि भएन। रजत हाम्रो ललित राजवंशी 7 ओभर मात्रै फालेको त्यो मान्छेले, स्पिनर आफ्नो होइन, 30 रन दिएर 2 विकेट निकालेको छ। मतलब कि त्यो मान्छेसँग कति एक्सपिरियन्स होला यार, कति त्यो ऊ होला कि त्यसलाई अगाडि चान्स दिएर गयो भनेपछि सायद वर्ल्डको बेस्ट स्पिनर बन्न सक्ने क्षमता भएको मान्छे जस्तो लाग्छ मलाई त अहिले यार। त्यस्तै हाम्रो सन्दीप जस्तै के, इन्टरनेसनली फेमस छ नि सन्दीप जस्तै। त्यो मान्छेलाई राम्ररी चान्स मिल्यो भने त्यो मान्छे पनि इन्टरनेसनली फेमस हुन्छ। जस्तो धेरैलाई, सन्दीपलाई त धेरैलाई चिन्छ नि त, इन्डिया भयो, पाकिस्तान भयो, जहाँ वर्ल्डभरिमै नेपालको लेग स्पिनर भन्नेदेखि सन्दीप लामिछाने भन्छन्। सो ललित राजवंशीलाई त्यस्तो मौका पायो भने त्यो मान्छेले आफ्नो नाम इन्टरनेसनली साइन गर्न सक्छ। त्यो केपेबिलिटी भएको मान्छे जस्तो लाग्छ के। करण केसी त पुरै फर्ममा आछ बलिङमा होइन। मान्छेको पहिलो सिडब्ल्युसी लिगमा म्याचमा पनि हेरिहाल्यो, आजको बलिङमा पनि हेर, 10 ओभर फालेर 35 रन दिनु कुनै मजाक होइन यार। 10 ओभर फालेर 35 रन दिएर 2 विकेट निकाल्नु, विकेट पनि तिमीलाई निकालेर दिनु। मतलब हाम्रो यो करण केसी मतलब भन्छ नि, तिमीले मलाई हल्कामा लिएको, आई एम ब्याक भने जस्तै करण केसी ब्याक भएको छ कि। यही कारनामा करण केसीले अगाडि अझै गरिरहोस् होइन, यत्तिकै पर्फर्मेन्स दिइरहोस्, त्यस मजा आइहाल्छ। अलिक अब सोमपाल कामीको कुरा गरौँ। बलिङ गर्दाखेरि फर्स्ट बल गर्यो होइन करण केसीले, विकेट आएको थिएन। त्यसपछि सोमपाल कामी पहिलो बल फालिरहेछ, विकेट लिदियो। अब पहिलो बलमा विकेट लिनु भनेको त्यो खेल हेऱ्यो होला बङ्गलादेशसँग खेल्दाखेरि T20 वर्ल्ड कपमा, त्यतिखेर त मा कसम पहिलो बल पहिलो विकेट भने जतिकै के। त्यही कहानी आज पनि सोमपालले आफ्नो बलिङबाट देखायो। सोमपाल र करणलाई फास्ट बलिङमा कुनै पनि कम्पिटिटर त्यसलाई टिमबाट राख्नुपर्छ, बाहिर राख्नुपर्छ भन्ने कुरा सवाल उठ्दै नउठायो हुन्छ कि। यो थियो हामीहरूको बलिङ लाइन त होइन। दिपेन्द्र सिंह अहिले पनि बलिङ गर्यो, गुलसन झाले पनि गर्यो, तिनीले विकेट निकाल्न सकेनन्। ठिकै बलिङ गरे, त्यति ऊ छैन, विकेट निक्लेन। तर हाम्रो मेन बलरहरूकै कुरा गरौँ न यार। मेन बलर हुन्छ नि करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने अनि ललित राजवंशी, यिनीहरू त मेन बलर हो नि त। बलरहरूले यस्तो पर्फर्मेन्स दिएपछि टिम त म्याचबाटै बेकआउट भइसक्यो होइन। 226 को टार्गेट थियो के। नेपाललाई त इजी भइगयो नि यार। अस्ति गएको बेला 297 चेस गरेर आज 226 जित्नु हान्नु कुन चाहिँ ठुलो कुरो थियो र। अलिकति प्रब्लम भयो थियो पानी परेर, म त गयो कि यार म्याच त मार्सलाई पुरा कन्ट्रोलमा लगिरहेछन्। आज पानी परिदिएर फेरि म्याच टाई गराइदियो भने त यार आज त बहुत घाटा लाग्छ नेपाललाई भनेर म त्यो सोचिरहेको थिएँ कि। तर बाई गड त्यो भगवान्ले त्यो कुरा पुरा गरिदियो, पानी परेन। अनि ब्याटिङको पालो आयो, त्यसो त्यो पनि अल आउट हानेको छ। अल आउट म्याच नेदरल्यान्डलाई अल आउट। त्यसपछि अब ब्याटिङको कुरा गरिहालौँ। हाम्रो मामाले ठिकठाक हान्नुभयो 25 रन होइन। हर्षित चेकले ठिकै हान्यो। हाम्रो भीम सार्कीले पनि ठिकै हान्यो, 11 रन हानेको छ। त्यति अब कहिले चल्छन् कहिले चल्दैन भन्नेलाई कहानी हो। आरसिप हो कि नि, आरसिप से के भाइ त्यो मान्छे आज फर्ममा थियो।
त्यो मान्छे त्यो लास्टमा म्याच जिताउँछु भन्ने सोचेर चढ हानेर एक दुईवटा सर्ट निकालेर हानेर म्याच जिताउँछु भन्ने सोचले गर्दाखेरि मात्रै त्यो मान्छे नत्र 78 को पारी खेलेको छ त्यो मान्छेले। त्यही मान्छेले अलि 73 को पारी खेलेर म्याचलाई त्यहाँसम्म लगिदिएको हो के। दिपेन्द्र सिंह ऐरीको त्यस्तै छ। दिपेन्द्र सिंह औरी त नट आउट भयो होइन, त्यसपछि त्यो बिचारा क्याच आउट भएर गइहाल्यो। त्यसपछि दिपेन्द्र सिंह ऐरी थियो, त्यसपछि आयो गुलसन झा। हामीलाई चाहिएछ 14 रन मात्रै। जुन चुम्बन छोरी छक्का हानेर जितायो नि त्यो त अब गुलसन झाको पनि 4 बलमा 11 रनको स्ट्रिक थियो होइन। आज यो थियो ब्याटिङ अर्डर के। अलिकति 78 को पारी नहुन्थ्यो भनेपछि विकेट सिटै झर्न लाग्थ्यो भनेपछि चाहिँ तब सोच्नु पर्ने कुरा भइहाल्थ्यो। फेरि अस्तिले पारकै बलरले बचायो भने बचायो, नत्र गयो गेम भनेर त्यस्तै। नत्र भने तर आजकै भन्छ नि फर्स्ट अर्डरबाटै गेम बचाएर लिएर आयो कि। त्यति होपलेस टार्गेट धेरै थिएन नि, भनेपछि बिना होपलेस गरेर खेल्नुपर्ने थियो कि आरामले होइन, मिलाएर सिङ्गल डबल गरेर खेल्नुपर्ने हुन्थ्यो। यो गेम पनि हातबाट गइहाल्थ्यो भने त म्याच पनि त्यसपछि के क्रिकेट खेलाइ हुन्थ्यो त यार होइन। जे जस्तो भयो भने पनि आजको गेम आफ्नो 2टा जित CWC लिगको यो वर्षको 2टा जित निकालिसकेछ। अब 8 तारिक छ अर्को म्याच स्कटल्यान्डसँग, त्यसपछिको भिडियोहरू बनाउने छु। तर भन्छ नि यस्तै पर्फर्मेन्स गरोस् कि CWC लिगमा हामीहरू वर्ल्ड कप खेल्ने छौँ कि यार, 100% खेल्ने छौँ। यस्तो यो पर्फर्मेन्स चाहियो कि नेपालदेखि मलाई यार। यस्तो पर्फर्मेन्स आयो भने त यार 100% जितिहाल्छौँ नि होइन। बस आजको लागि यति नै होइन। अरू कुराहरू पछि गेमहरू हुँदै जान्छ, टेबलमा कहाँसम्म पुग्छ अहिले टेबलमा कहीँबाट हल्लेको छैन होइन। जहाँ थियो त्यहीँ छ, तर टेबलबाट हल्लेको छैन। अब चिन्ता नगरौँ, केही दिनपछि टेबलको अलिकति अप गर्नेछौँ हामीहरूले। ओके बाई, सी यू होइन। ख्याल राख्नु सबैले होइन, ध्यान राख्नु। गेमलाई र क्रिकेटलाई यतिकै प्रेम गरिराख्नु। अल द बेस्ट, बाई बाई, सी यू, गुड नाइट। और अगर तुम लोगों को ये वीडियो पसंद आई तो यार लाइक मार दो, और नहीं आई तब भी लाइक मार दो, क्योंकि फर्क नहीं पड़ता। सही बता रहा हूं, फर्क नहीं पड़ता, बस लाइक मार दो। और अगर तुम लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उस पर कुछ भी फेंक के मारो, ये माइक फेंक के मारो, ये कैमरा फेंक के मारो, मैंने उल्टा बोल दिया लेकिन मुझे फर्क नहीं पड़ता है, बस सब्सक्राइब करो, मुझे नहीं पता।